2082 साल कार्तिक महिनाको 14 गते अविरल वर्षा छ। मोरङको सुन्दर हरेचा नगरपालिका वार्ड नम्बर 8 सोलखपुर हामी छौँ। जलामय छ, हेर्नुहोस् अवस्था एकदम जलामय छ। हेर्नुहोस् पानीको अविरल वर्षा 13 गते रातिदेखि अब 11 बज्न लाग्यो दिउँसोको 14 गते पानी रोकिएको छैन। हेर्नुहोस् समुद्र जस्तो बाफ छ। हेर्नुहोस् अहिले चाहिँ हाम्रो यो घर तल्लो यस्तरी चाहिँ लडेर यस्तो भइरहेको छ। हेर्नुहोस् घर गएको छ। हेर्नुहोस् अहिले आलुबारी यस्तो छ। हेर्नु जलामय छ आलुबारी। यो आलु नफाला छ। हेर्नुहोस् यो राम्रो रमाइलो दृश्यको साथ। हेर्नुहोस् पहाडतिर पनि हेर्नुहोस् केही देख्दैन, उताततै जलमय भएको अवस्था छ। हेर्नुहोस् राइट ल यो अवस्थामा पनि मान्छेले ओहोरदोहोर गरिराख्नु भएको छ। पानी रोकिएको छैन। हेर्नुहोस् ल पानी रोकिने सम्भावना पनि धेरै छ जस्तो छ। हेर्नु रोक्ने अवस्थै छैन। पहाडतिर पनि अत्याधिक वर्षा जस्तो देखिन्छ। ल हेर्नुहोस् रमाइलो दृश्य पनि छ। धान खेतीको अवस्था पनि अब काटेको धान टिप्ला भयो जस्तो छ। हेर्नुहोस् बाँकी नकाटेको त ठिक छ। हाम्रो गाउँको यो दृश्य अवलोकन नै छ। हेर्नु बाटो चाहिँ अब पिच भएर शेष हिँड्नलाई सजिकरण छ। हाम्रो घरको खैरे कुकुर छ। खैरे कुकुर त्यसलाई टेन्सन छैन, बिन्दास छ। यो त्यसलाई पानी आयो नि केही मतलब छैन, नआयो नि केही मतलब छैन। हाम्रो बिराउन चाहन्छु। बाई कता सबैले हेर्नु होला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। हाम्रो दाइ कता हुन चाहन्छु।